पाने के लिए कुछ खोना पड़ता है। हजुर। हेलो गाइस, नमस्ते फेरि पनि है, स्वागत छ मेरो नयाँ भ्लगमा है। म चाहिँ रेडी पनि भइसकेको छु चडक्कै है, किनभने अब चाहिँ म घर जान आँटेको छु। बिकज है अहिले चाहिँ कति बज्दैछ भन्दाखेरि चाहिँ अहिले बज्दैछ हाम्रो 11:49। अन्त चाहिँ आज चाहिँ फाइनल हो, त्यसैले फुटबल पनि हेर्न जानुपर्ने छ। अन्त अब चाहिँ छिट्टो जानुपर्ने छ गाइस है। अन्त नाङ्गल दा गएको ल, बाई बाई, ओके। अन्त धेरै रमाइलो भयो है, माथि भेटौँ। सिक्रेट रिभिल गर्नु हुँदैन न त गाइस। अब चाहिँ म पनि जान्छु, बाई बाई, बाई बाई अनिसा दिदी, ओके। अब मजाले कन्टेन्ट क्रिएट हुन्छ ल। अहिले 11:49 बज्दैछ। अब चाहिँ त्यहाँसम्म पुग्दा त अब 1-2 बज्छ नि। अब के गर्नु, अब छिट्टो जानुपर्ने छ। अन्त अब फुटबलको भिडियोहरू गर्नुपर्ने छ। गाइस बाई बाई एभ्रिवान है, भोलि भेटौँ ल, भोलि ल, ओके बाई बाई। सो गाइस अब चाहिँ म पनि गएको है, बजु गएको ल, बाई बाई, ओके। सो गाइस चट्टसँगले म पनि रेडी भइसकेँ होइन। अरू केही कुरा त बिर्सेको छुइनँ होला नि मैले, एकछिन र केही कुरा बिर्सेको छुइनँ। म चाहिँ कहीँ जाँदाखेरि चाहिँ अब सोचेर हिँड्नुपर्छ हो। अन्त गएको गाइस है, चार्जर पनि हातमा छ ल त गाइस। अन्त मेरो भिडियो पनि अपलोड हुँदैछ है। नेटवर्क चाहिँ तर पुरा डिस्टर्ब रहेछ हो। अन्त अब बाटोमा हिँड्दा गर्दा चाहिँ अब आउँछ कि नेट है। रेड पान्डाको टिम हो, राम्रो छ। हाम्रै टिमले जित्छ भन्ने चाहिँ म पनि मेरो कलेजहरू सबै निकालेर आज जिताउनु पर्ने। हजुर हजुर, मेन त चेयरअपै गर्नुपर्छ नि, चेयरअप गर्नुपर्छ। जिताउनुको लागि त अब कुछ पाने के लिए कुछ खोना पड़ता है। हजुर, गर्दाखेरि चाहिँ सबैले चेयरअप गरेर चेयरअपै नै सक्छ। चेयरअप नै हो मेन त, मोटिभेसन अलिक त मोटिभेसन दिनुपर्छ, हुन्छ। अन्त अब चाहिँ यसबाट चाहिँ फुटबल हुन्छ है। तर हेर्नुहोस् गाइस, यहाँ हिलोले चाहिँ यस्तो बनाइदिएको छ ग्राउन्ड चाहिँ, यस्तो बनाइदिएको छ ग्राउन्ड चाहिँ है। लडेको अवस्था खेलाडीको आइरहेको अवस्था बल भन्नु अति सुन्दर कहाँ
सो गाइस साम्पाङ एफसीले चाहिँ जितिसकेको छ गाइस है एफसीलाई कङ्ग्रेचुलेसन छ कङ्ग्रेचुलेसन हुन्छ कङ्ग्रेचुलेसन तपाईँलाई साम्पाङ एफसी चाहिँ विजय हुनु भएको छ है कस्तो लाग्यो जित्यो साम्पाङ एफसी जित्यो अन्त आजको म्याच तपाईँलाई कस्तो लाग्यो टुम्बा म्याच एकदमै रोचक थियो एकदमै इन्ट्रेस्टिङ थियो कसरी सक्यो त्यो पत्ता नभई मजाले हेऱ्यो अनि भिडियो म गरेको छु लाइभ भिडियो त्यसमा पनि तपाईँहरू भिजिट गर्नु ल तिमीले पनि भिडियो गरेको छ लाइभ सम्झनाको भेट त्यस्तो प्रकारले हामी माझमा कङ्ग्रेचुलेसन छ धेरै बधाई छ थ्याङ्क यू सुभाषले अब राम्रो एकदमै राम्रो खेलेर चाहिँ राम्रो जितेको त्यसमा भाइले म बधाई दिन्छु तपाईँले हामीलाई गरेकोमा खुसी लागेको पुष्पलाल भाइले सिक्किम राज्यले स्थापना दिवसको 50 वर्षको गाँठमा यहाँ हर्षोल्लासको रूपमा यहाँ यो कार्यक्रम यहाँ आयोजना भएको थियो यो कार्यक्रममा सबै यहाँ सम्पन्न भएको छ र यो आजको जुन चाहिँ अन्तिम कार्यक्रममा धन्यवाद ज्ञापनको क्रम यहाँनिर मेरो भागमा परेको हुँदा म छोटकरी रूपमा धन्यवाद ज्ञापनको क्रमलाई म यहाँ राख्न गइरहेको छु।